विजिट भिसा जोखिम म त काम गर्न जादिन। भिजिट भिसामा काम गर्न जानु गैर कानुनी हो। वर्किङ भिसाचो मात्र वैदेशिक रोजगारमा जान अनुरोध गर्दछौं। Gate B12, let's go! All right. All right. Let's do this. This declaration states you are carrying $1,000. Is this accurate? Yes, sir. I am sorry, your visa application has been rejected. Inini sorry. I am sorry, ma'am. We cannot accept this visa. You will have to return. But हाम्रो भाग्य नै यस्तै रहेछ। Wake up with the Himalayas. Just 1 hour from Kathmandu. Perfect for family weekends, couple getaways, and corporate retreats. Luxury stay in peaceful Dhulikhel. Mundhum Mountain Resort, Dhulikhel Kavre. Book now 9840054204. के तपाईँ पनि भिजिट भिसामा विदेश गएर लाखौं कमाउने सपना देख्दै हुनुहुन्छ? वा कसैले तपाईलाई भिजिट भिसामा जाऊ त्यहाँ गएर काम खोजौला भनिरहेको छ? सावधान, एउटा सानो गल्तीले तपाईको लाखौं रुपैयाँ डुब्न सक्छ र तपाई विदेशको जेलमा वा बिचल्लीमा पर्न सक्नुहुन्छ वा विमानस्थलबाटै घर फर्कनु पर्ने हुन्छ। पछिल्लो समय भिजिट भिसाको नाममा ठगी, मानव तस्करी घटनाहरू डरलाग्दो गरी बढेका छन्। आखिर भिजिट भिसामा जानुको वास्तविक उद्देश्य के हो र सरकारको नयाँ नियम के छ? आज हामी नेपालको सन्दर्भमा एउटा निकै चर्चामा रहने र कहिलेकाहीँ विवादित बन्ने विषय भिजिट भिसाबारे कुरा गर्नेछौँ। भिडियो अन्त्यसम्म हेर्नुहोला किनकि यो तपाईको भविष्य र सुरक्षासँग जोडिएको छ। नमस्कार, म साम्बङ रबिन। वैदेशिक रोजगारी र यात्राका सही सूचना दिनु हाम्रो उद्देश्य हो। यदि तपाईँ पहिलो पटक यो च्यानल हेर्दै हुनुहुन्छ भने अहिले नै सब्स्क्राइब गर्नुहोस् र बेल आइकन थिच्नुहोस् ताकि यस्ता महत्त्वपूर्ण जानकारी नछुटुन्। अब विषयवस्तुतर्फ लागौं। भिजिट भिसा भनेको के हो? सजिलो भाषामा भन्नुपर्दा भिजिट भिसा भनेको कुनै पनि देशमा घुमफिर गर्न, आफन्त भेट्न, सेमिनारमा भाग लिन वा उपचारका लागि निश्चित समयको लागि दिइने अस्थायी अनुमति हो। यो काम गर्नका लागि दिएको भिसा होइन। यसमा गएर काम गर्न कानुनी रूपमा बन्देज छ। नेपालको सन्दर्भमा यसलाई पर्यटक भिसा पनि भनिन्छ। तर विडम्बना के छ भने धेरै नेपालीहरू यसलाई वैदेशिक रोजगारीमा जाने चोरबाटोको रूपमा प्रयोग गरिरहेका छन्। धेरै नेपालीहरू पछि वर्किङमा परिवर्तन गर्ने आशमा भिजिटमा जान्छन् जुन जोखिमपूर्ण हुन सक्छ। वर्क परमिट अर्थात् श्रम स्वीकृति लिएर जाने व्यक्ति श्रमिक हो, तर भिजिटमा जाने व्यक्ति पर्यटक हो। यो काम गर्ने लाइसेन्स होइन। भिजिटमा जानेको उद्देश्य पर्यटन, नयाँ ठाउँ घुम्न, पारिवारिक भेटघाट, विदेशमा रहेका आफन्त भेट्न, व्यापारिक भ्रमण, मिटिङ वा प्रदर्शनीमा भाग लिन, शिक्षा, स्वास्थ्य, छोटो अवधिको तालिम वा स्वास्थ्य जाँच वा उपचार गर्न। भिजिटमा जाने प्रक्रिया र आवश्यक कागजातहरू।
अनिवार्य शर्तको रूपमा यी चिजहरू तपाईँले भिजिटमा जाँदा बोक्नुपर्ने हुन्छ। 1. राजधानी कम्तीमा 6 महिना म्याद भएको हुनुपर्छ। 2. गन्तव्य मुलुकको भिसा। 3. एयरलाइन्सको टिकट गन्तव्य देशसम्म पुग्ने टिकट नयाँ नियम लागू गर्नुभन्दा अघि अनिवार्य रूपमा फर्किने टिकट समेत हुनु पर्थ्यो। अहिले पनि हुँदा राम्रो। 4. सो घोषणा सेल्फ डिक्लेरेसन आफू भिजिटमा जान लागेको र त्यसको सम्पूर्ण जिम्मेवारी आफैले लिने फारम। अहिले अध्यागमनले अर्थात् नेपाल सरकारले भिजिट भिसामा जाँदा हटाइएको केही शर्तहरू। होटल बुकिङ वा स्पोन्सर लेटर, बस्ने ठेगाना सुनिश्चित हुनुपर्छ। पहिला अनिवार्य रूपमा यो 2 मध्ये 1 हुनु पर्थ्यो, अहिले हटाइएको छ। हुँदा राम्रो। बिमा ट्राभल इन्सुरेन्स स्वास्थ्य र दुर्घटना कभर हुने बिमा हुँदा राम्रो। $500 यो पहिला अनिवार्य शर्त थियो, अहिले हटाइएको छ। तपाईँको खल्तीमा खर्चका लागि पर्याप्त पैसा हुनु सुरक्षित मानिन्छ। डलर कम बोकेको कारण कतिपय देशको इमिग्रेसनले अहिले पनि खर्च गर्न नसक्ने लो स्टेटस भन्दै फर्काउने गरिरहेको छ। के भिजिट भिसामा काम गर्न पाइन्छ? सिधा उत्तर पाइँदैन। यो कानुनी अपराध हो। यदि तपाईँ भिजिट भिसामा गएर लुकेर काम गर्नुहुन्छ भने तपाईँलाई अवैध कामदार मानिन्छ। धेरैले भन्छन् त्यहाँ गएर भिसा परिवर्तन गर्न मिल्छ। हो, केही देशमा मिल्छ, तर त्यो प्रक्रिया अत्यन्त महँगो र जोखिमपूर्ण र अनिश्चित हुन्छ। भिजिट भिसाका समस्याहरू र जोखिम। भिजिट भिसाका समस्याहरू र जोखिम के छ? भिजिट भिसामा काम खोज्न जानु भनेको आगोसँग खेल्नु सरह हो। यसका मुख्य समस्याहरू के हुन् त? ल बुझौँ। कानुनी असुरक्षा। भिजिट भिसामा काम गर्नु गैर कानुनी हो। पक्राउ परेमा जेल सजाय वा देश निकाला डिपोर्टेसन हुन सक्छ। ठगीको शिकार। एजेन्टहरूले भिजिटलाई वर्किङ बनाइदिन्छु भनेर लाखौँ रुपियाँ ठग्ने गरेका छन्। वर्क भिसा भनेर भिजिटमा पठाउने र विदेशमा अलपत्र पार्ने। विदेश पुगेपछि काम नपाउने, एजेन्ट सम्पर्कविहीन हुने र बस्ने खाने पैसा नहुने। बिमा र क्षतिपूर्ति नहुने। भिजिटमा जानेको श्रम बिमा हुँदैन। यदि कामको क्रममा दुर्घटना भयो वा मृत्यु भयो भने नेपाल सरकारबाट पाइने कुनै पनि आर्थिक सहायता वा बिमा सुविधा पाइँदैन र सप ल्याउन पनि कठिन हुन्छ। कम तलब र शोषण। रोजगारदाताले अवैध कामदारलाई धेरै काम लगाएर कम तलब दिने वा तलबै नदिने जोखिम हुन्छ। ह्युमन ट्राफिकिङ। भिजिट भिसाको नाममा मानव तस्करी भइरहेको हुन्छ। विदेशमा गएर धेरै कमाउने र राम्रो लगाउने सपनाले एजेन्टले आफूलाई बेचिरहेका थाहै पाउँदैनन् यात्रुले। नेपाल सरकारको नीति र पछिल्लो नियम के छ? सरकारले भिजिट भिसामा कडाई किन गरेको छ? किन मानव तस्करी बढ्यो? अधिगमन विभागको पछिल्लो निर्देशिका अनुसार शङ्कास्पद यात्रामा रोक। यदि कसैको कागजात शङ्कास्पद छ वा उद्देश्य प्रष्ट छैन भने अध्यागमनले विमानस्थलबाटै फर्काउन सक्छ वा थप अनुसन्धान गर्न सक्छ। कल्याणकारी कोषको अभाव। भिजिट भिसामा जानेहरू वैदेशिक रोजगार कल्याणकारी कोषमा आबद्ध हुँदैनन्। त्यसैले समस्या पर्दा सरकारलाई उद्धार गर्न कठिन हुन्छ। विदेशमा अलपत्र परेमा सरकारले उद्धार गर्न कठिन हुने भएकोले सेल्फ डिक्लेरेसन अनिवार्य गरिएको छ। साँच्चीकै घुम्न जानेको लागि कागजी प्रक्रिया पहिलाको भन्दा अहिले केही सहज बनाइएको छ। साथीहरू, विदेश जानु नराम्रो होइन, तर गलत बाटो रोज्नु घातक हुन सक्छ। यदि तपाईँ विदेशमा काम गर्न जाने हो भने सधैँ श्रम स्वीकृति लेबर पर्मिट लिएर वर्किङ भिसामा मात्र जानुहोस्। भिजिट भिसाको चोर बाटो रोजेर आफ्नो जीवन र परिवारको भविष्य जोखिममा नपार्नुहोस्। यदि साँच्चै घुम्न जाँदै हुनुहुन्छ भने सबै कागजात सही र सक्कल बोकेर मात्र विमानस्थल जानुहोस्। आजको जानकारी तपाईँलाई कस्तो लाग्यो? यदि तपाईँको कोही साथी वा आफन्त भिजिट भिसामा विदेश जाने तयारी गर्दै हुनुहुन्छ भने उहाँलाई यो भिडियो पक्कै सेयर गर्नुहोला। तपाईँको एउटा सेयरले कसैको लाखौँ रुपैयाँ र जीवन जोगिन सक्छ। यस्तै जानकारीमूलक भिडियोका लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। तपाईँको केही प्रश्न भए तल कमेन्ट गर्नुहोस्। अर्को भिडियोमा भेटौँला। नमस्कार।